हेलो साथीहरू, म चाहिँ यहाँ अब आएको छु। यो चाहिँ जात्रा मेला भन्दो रहेछ। यो चाहिँ वेस्ट बेङ्गल, ट्राई गर न, वेस्ट बेङ्गल जलपाइगुडी डिस्ट्रिक्ट साइली हाटखोलामा आएको छौँ। र यहाँ चाहिँ धेरै रमाइलोहरू हुँदो रहेछ। प्रायः जस्तो आदिवासी जनजातिहरूले, उहाँहरूले चाहिँ आदिवासीहरू हुनुहुँदो रहेछ। नेपालीहरू पनि त्यत्तिकै छ। म चाहिँ सायदै अहिले चाहिँ फर्स्ट टाइमै भनौँ यो चाहिँ, किनभने म प्रायः जस्तो हुँदिनँ त्यही भएर यहाँ चाहिँ पानहरूको धेरै भेराइटिजहरूको पान। र तपाईँहरूलाई म विशेष देखाउँदैछु यो आदिवासी कल्चरको उनीहरूको एउटा सांस्कृतिक डान्सहरू चाहिँ यस्तो हुँदो रहेछ। चाहिँ यहाँ भाइहरू बहिनीहरू सबै नै उयोहरू नै छ, आदिवासीहरू नै छ। हेर्ने चाहिँ जस्तो पनि छ, आदिवासीहरू छ। डान्स गर्ने पनि आदिवासी छ। हाम्रो साकेला नाच गरेको जस्तै होला, साकेला नाच हामी किराँतहरूको साकेला जस्तो गर्छौँ त्यस्तै होला। तर यसलाई के भन्छ यो थाहा छैन। भैया यसलाई के भन्छ दाजु? यसलाई के भन्छ यो नाचलाई? आदिवासी नाच? यसको केही नाम छैन? दाजुभाइहरू पनि नेपाली बोल्ने गर्छ। आदिवासीहरू यसरी नाच्छ। राम्रो लाग्यो यहाँ दाजुभाइसँग बात गरेर। केराको थामहरू राख्दो रहेछ। प्रायः सबै आदिवासीहरू साइडमा पुच्काहरू के देखिरहेको छ। तपाईँलाई यो पुरा यो जात्रा मेलाको पुरा यहाँनिर चाहिँ यहाँ नानीहरूको रहेछ। यहाँनिर हेर्नुहोस् त, यो उयोलाई चाहिँ अनरसलाई चाहिँ काटेर बेचिराखेको रहेछ। बेसी चाहिँ गरम भएको कारणले गर्दा बेसी केही खानु मन लागिरहेको छैन मलाई चाहिँ। केही फेरि अर्को कुरो भेज खाना पाउँदैन। अब म चाहिँ प्योर भेजिटेरियन भएको कारणले गर्दाखेरि चाहिँ प्रायः जस्तो भेज खानै भेट्दैन यता चाहिँ सबैतिर। यहाँ हेरिरहनु छ, अन्डाहरू छ, यहाँ पानहरू यस्तो रोलहरू प्रायः सबै नै बेचिरहेको छ। तर खाने लायक चाहिँ एउटा केही छैन हामी भेजिटेरियनहरूलाई चाहिँ। अब हामी जाँदैछौँ यो तर्फ। र यहाँ छोटो घोर्नीहरू पनि रहेछ। यहाँ कति रुपियाँ पऱ्यो भने कति रुपियाँ के कस्तो हो यो त थाहा छैन। कस्तो के खेल्दो रहेछ यस्तोहरू पनि पैसा सायद पर्छ होला। तर बेसी गरम भएको कारणले गर्दाखेरि मलाई केही सब खेल्नु मन लागिरहेको छैन। यहाँ भइया रहेछ सबै। यहाँ नै अहिले आउँदैछु 100 रुपियाँमा। 100 रुपियाँमा तपाईँहरूले यहाँ हेर्नु हुँदैछ यो ग्लासहरू सबै झाऱ्यो भने चाहिँ सायद कति रुपियाँ पाउँछ के जाउँछ थाहा छैन। हजुर 200मा 100 रुपियाँमा तपाईँहरू आएर हान्यो भने चाहिँ 200 रुपियाँ प्राइस पाउँछ अरे। यहाँ देखिरहनु भएको छ। पुरा लडायो भने चाहिँ 200 रुपियाँ यस्तोहरू छ। यो बलले चाहिँ हिर्काउनु पर्ने रहेछ यस्तो। तर बेसी गरम भएको कारणले गर्दा चाहिँ केही इन्ट्रेस्टै छैन हामीलाई चाहिँ यस्तो खेल्ने चाहिँ। यसरी हान्दो रहेछ हो। एउटा ग्लासलाई त लडायो बलले चाहिँ। यस्तो हान्नु पर्दो रहेछ। यो मधेसको छुट्टै खेला होला सायद। हरियाली यता पुच्काहरू बेचिरहेको छ। यता
यहाँनिर चाहिँ यहाँबाट चाहिँ यो बलले 4 पिस बल पाउँदो रहेछ। अन्त यसलाई हान्नुपर्ने, यसलाई हान्यो भने चाहिँ सबै लड्यो भने चाहिँ 200 रुपियाँ पाउँछ। 100 होला सायदै। सबै उयोहरू पाउँदो रहेछ। यहाँनिर लाइटहरू लडाइयो यहाँ पाउँदो रहेछ। लाइटहरू धेरै छ यहाँनिर। सबै पुच्काहरू खाने, तिमी खाने? म त खाँदिनँ, पुरा गरम लागिरहेछ। आऊ खाऊ, यो त आऊ न। अन्त यहाँनिर चाहिँ फास्टफुड रहेछ, सानो सानो फास्टफुडहरू। यो चाहिँ मधेसको एउटा के हो यो मलाई थाहा छैन, तर मेला टाइपको हुँदो रहेछ, जात्रा भन्दो रहेछ। उतापट्टि डाइसहरू पनि खेलिरहेको छ। सायद गयो भने म त्यो डाइसहरूको पनि तपाईँहरूलाई भिडियो राख्ने कोसिस गरिरहेको छु। यहाँ चाहिँ पुच्का र यहाँ हामीले पुच्का खाने तय भयो चस्मिसले। यहाँनिर चाहिँ मेरो चस्मिसले र यहाँ चाहिँ भैयाले पुच्का बनाइदिँदैछ। मिठो भयो भने चाहिँ धेरै खाने, नभने चाहिँ 10 रुपियाँको मात्रै खाने भनिरहेको छ। मलाई चाहिँ धेरै गरम भएको कारणले गर्दा चाहिँ टेन्सन भइरहेको छ एकदमै धेरै मात्रामा। त्यही माथि भेजिटेरियन खाना छैन, टेन्सन भयो। अब चाहिँ लगभग भोक पनि लागिसकेको छ मलाई। भोक लाग्यो भने चाहिँ फेरि मेरो चाहिँ छुट्टै आदत छ कि मलाई झर्को लाग्छ, हल्का झर्को लाग्नु थाल्छ। कस्तो रहेछ? पिरो छ? कति रुपियाँको खायो यो? पिरो छ, मिठो छ? खोइ देऊ न 10 को खाउँ त, ट्राई गरौँ। र अब म पनि 10 को खानु आँटेको छु। कस्तो रहेछ खाइसकेर बताउँदैछु। क्यामेरा पक्रिनु अप्ठ्यारो भयो। मेला चाहिँ ठुलो लाग्दो रहेछ। चराहरू, फ्लावर्सहरू, सुगा। भैया र यहाँ भैयाले चाहिँ मिठो बनाएर राम्रो, फेरि अलिक हाइजेनिक रहेछ, ग्लोभ्सहरू लगाएर। अन्त यही भएको कारणले दिदीहरू आउनुभयो खानु, यहाँ दादा खानु हुँदैछ। भाइको चाहिँ यो भैयाको चाहिँ अलिक कस्टमरहरू धेरै रहेछ। फेरि यहाँ दिदीले भनेअनुसारले चाहिँ सधैँको पुरानै अरे उहाँ चाहिँ बेच्नु हुने, त्यही भएर पैसाको चेन्ज लिएको छैन ल। अन्त मैले चाहिँ तकरिबन 20 रुपियाँको चाहिँ खाएँ, बेसी चाहिँ खानु सक्दिनँ यस्तोहरू चाहिँ। तर अलिक राम्रो भएर चाहिँ मिठो लाग्यो। पैसा मिरिन्डा पाउँछ। यस्तोहरू हुँदो रहेछ। मधेसको बजार चाहिँ घुम्नु अलग एक प्रकारको अलग मजा छ। नाच न तिमीलाई पनि आदिवासी भनेर राख्ला नि त। यस्तो छ जिन्दगी। वाह 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 वाह। प्रत्येक 100 100 पर्दाहरू 100। हाम्रोतिर चाहिँ फेरि महँगो हुन्छ नि त। 100 रुपियाँमा पाउँदो रहेछ। हामी चाहिँ 500, 3टाको 500 त्यस्तोहरू गरेर किन्छौँ। केही छैन। मधेस चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ यस्तो घर चिजहरू चाहिँ सस्तो पाइन्छ। यहाँ हेर्नुहोस् है, यो फ्लावरहरू। हामीले भैलो खेल्नु मतलब हाम्रो जुठो परेको हुनाले गर्दाखेरि देउसी भैलो खेल्नु मतलब दिवाली मान्नै नभएर चाहिँ हामीले केही किनेनौँ। शीतल है। र यहाँ हेर्नु नि यस्तो फ्रुटहरू यसरी बनाएर मजाले तपाईँको यस्तो दामी दामी जग्गाहरूमा। चस्मिस चाहिँ फेरि शीतल भयो अरे। मेरो चस्मिसलाई चाहिँ शीतल भएर यहाँ बस्नु खोजिरहेको छ। यस्तो छ 150 120 भन्छ। 120हरू 150तिर 100 भन्दैछ। ओ भैया यो के हो? कुल्फी हो। कसरी गोटा? 10 करा 20 करा। खाँदैनौ? नखाने अरे भनेर सस्तो पाउँछ। तर 10 रुपियाँ 20 रुपियाँतिर कुल्फीहरू पाएर। तर अलिक चाहिँ घिन चाहिँ घिन हो। चस्मिस पनि घिनाउँदो रहेछ।
यहाँ हेर्नु नि यस्तोहरू हुन्छ तर यो खायो भने चाहिँ अलिक बिसाउँछ हौ। यसो यहाँ नरियल पानीहरू छ कसरी बट्टा रहेछ तर कस्तो छ राम्रो छैन होला। भाइ यो नरियल पानी कति हो? 20 रुपियाँ ग्लास? 20 रुपियाँ ग्लास। तर यो पानी फिटेको हो कि के गरेको? एक गिलास खाइदिउँ होला? एक गिलास खाइदिएँ म त कस्तो हुँदो रहेछ। म पहिला टेस्ट गर्छु त्यहाँदेखि ल एक गिलास भइहाल्यो 20 रुपियाँ ग्लासको। तर त्यस्तो छैन यो मिनरल वाटरहरू पानीहरू मिलाएको जस्तो लाग्यो मलाई डाउटमा। मतलब टेस्ट छैन। तर जुलबी पनि सस्तो होला। भैया कसरी पावा? 50 रुपियाँ पावा। चाहेन आयो आयो यहाँनिर छ भैयाहरू। ₹50 पावामा जुलबीहरू छ राम्रो छ। मधेसको बजार चाहिँ यस्तो हुँदो रहेछ मेला बजार चाहिँ। अब तकरिबन घर जाने बेली पनि भइसक्यो। अलिक रात पनि पर्दैछ होला। तर जति रात हुँदै जान्छ उति यता चाहिँ मान्छेहरू बेसी आउँदो रहेछ। ओह्रालो जानुपर्छ नि। यो हेर्नु नि कस्तो राम्रो उयोहरू रहेछ। फेरि लुगाहरू चाहिँ यस्तो दामी छ कि लेडिजहरूको लागि चाहिँ। त्यस्तो मनपर्ने ड्रेसहरू हो। यो चाहिँ पुरा मन पर्यो मलाई यो। दामी छ। करिब 650मा 650 भन्दैछ तर अझै डिस्काउन्ट मिल्छ। यो दामी रहेछ यो र यो चाहिँ मन पर्यो मलाई। यो दुईटा 650 राम्रो थियो। यहाँ चाहिँ यस्तो अचम्मै जोडीको 100 रुपियाँको दुईटाको भेस्ट चाहिँ 100 रुपियाँमा। कस्तो सस्तो हो आम्बो। यो त अन्त सोच्दै नसोचेको यस्तो रहेछ। हुलुलु कम्पनीको माल खाली 50 जोडीको 100 मा आयो। खाली कलर छामेर उठाउ यता। ब्लाउजको 100 कोन्ता हेर मन पर्यो। यहाँनिर तेरिका यता पुरा सस्तो। गरम चाहिँ थिएन भने चाहिँ नि आरामले लाँदा हुन्छ। ऊ हेर्नुहोस् त मान्छेहरू जति रात पर्दैको त्यति आउँछ। यत्रो बेसी हेर्नुहोस् त। 100मा यस्तो बेसी मधेस भनेको चाहिँ यस्तो हुन्छ साथीभाइहरू। सस्तो सब कुरो सस्तो। घडीहरू पनि सस्तो। सबै सस्तो छ मङ्गलसूत्रदेखिको लिएर। के छ भैया पछि बसाइ छैन बिक्री बन्टा? सबै यो भैयाहरू पनि नेपाली बोल्छ राम्रोसँगले। सबै यहाँरै यस्तो छ जिन्दगी। सब कुरो सस्ता। रास्ताको माल सस्तामै भनेको जस्तो। र फाइनली यहाँ आइपुग्नु यो चाहिँ के मिठाई हो नि? हुलुलु कम्पनी। आयो हत्तु भयो। अब चाहिँ जाने एकदम घर जाने। अब चाहिँ सकिएन। यहाँनिर चाहिँ उयोहरू रहेछ भेज खाना चाहिँ खाइएन। अब घर गएरै आफ्नै गाउँको बजारमै खाइन्छ भेज खाना। यहाँ हेर्नुहोस् त पान खानु पनि तर घिन लाग्छ। मोराहरूको पसिना मेरो भन्दा बेसी आइरहेको छ। अन्त कहाँबाट हुन्छ त्यसरी त घिन हुन्छ नि। यहाँ हेर्नु नि यस्तो हेर्नुहोस् त अम्बो यो तेरिकै पानहरू गुवा पान। आउनुहोस् लट्री यहाँ लट्री हेर्नुहोस् है। लट्रीहरू 1 करोड 90 120 420
यहाँ चाहिँ म लट्री लाँदैछु, एउटा लट्री लान्छु। खुद्रा पैसा छ तिम्रोमा? चस्मिस 60 को खेल्नु पर्यो भनेको त, मेरोमा छैन। 5 सिरिज खुल्ला छ? ओ भैया खुल्ला छ 5 सिरिज? इधर नहीं होगा? यहाँ पनि क्या पारा चाहिँ के? 5 सिरिज 4 सिरिज। भैया यो 000 खोला खोला एउटा। हाँ? एक आगे का यो मेरो यो 000। यहाँ हेर्नुहोस् है, पऱ्यो भने तपाईँहरूले रिजल्ट हेरेर बताउनु होला। 22 तारिकको मैले लिएको छु। यहाँ जलपाइगुडी डिस्ट्रिक्ट साइली हाटखोलाबाट यो चाहिँ मैले 1 करोड परोस् भनेर चाहिँ 30 रुपियाँको लिएको छु। र हेर्नुहोस् यस्तोहरू नाना थरीको सामान तमानहरू बिकिरहेको छ यतातिर। यहाँनिर चाहिँ फ्रुटहरू काटेर नरियल भयो, प्रायः जस्तो चाहिँ यो अनारसै बेसी मात्रामा देख्न सकिन्छ यतातिर चाहिँ। जति रात पर्दै जान्छ उति भिड म चाहिँ अब चाहिँ निस्किनु पर्यो भनेको होस्। यहीँसम्म भिडियो, अब गाडीमा बनाउँदिनँ भिडियो, यहीँसम्म।